गाइज आजको धमाकेदार भिडियोमा सबैलाई स्वागत छ र हजुरहरू पनि एकदमै सन्चै आरामै हुनुहुन्छ होला र हामी पनि एकदमै मनदेखि सन्चै आरामै छौँ र आज हामी आएको छौँ जङ्गल बगत जङ्गल कुचिरा तारापुर आछौँ र पछाडि मान्छे पनि आछ मलाई हल्का अनि फेरि हामी आज जङ्गलमा आएको होइन गाइस हामी चाहिँ आज माछा मार्न जाँदैछौँ सो यो हिजो हामी राति हिँडेको बाटै हो र अहिले चाहिँ हामी सबै मतलब हामी खोलामा आज साढे आछौँ अनि फेरि कतिजना आइयो भन्दा म एक दुई हामी तीनजना भएर आएको एउटा चाहिँ अङ्कल एउटा तार दाई म प्रेम अहिले 2 बजी आउँछ भन्नुभएको छ तर थाहा भएन आउँछ कि नै र आज हामी तीनजना जाने ठाउँ चाहिँ हो कुलुका ब्याग यानि कि जहाँ लास्ट छ त्यहाँ मान्छे चलाउने ठाउँको तल हो सो गाइस अहिले हामी चाहिँ हिँडी 20 मिनटको बाटो हिँडी हामी अहिले आइसकेको छौँ ल्याइदिनु ठाउँ कुन ठाउँ हो मा कसम अरे बाप रे बाप क्या हुआ रे मेरो आएको अब देख सकते राम्रोसँग बसेको छैन है घाँस मलाई रिस उठिसक्यो डेप्चीले रिस उठाएर हाल्यो मलाई ठाउँ या गाइस गेस्ट गर्नु ल यो ठाउँ कहाँ हो कुन ठाउँ जस्तो लाग्छ यो अनि हान्न ल म जाम फेरि पल्सी धुर्बे परियो हामी ठाउँ चाहिँ फेरि गेस गर्न सक्नु भएन नि म भन्ने ल कुन ठाउँ भन्दा मैले अघि नै भने जस्तो लाग्थ्यो है सुरुमा तपाईँले याद गर्नुभयो कि है ल यो ठाउँ चाहिँ हो भन्न पर्दैन ल अघि नै भनिसकेँ भनिदिन्छु ल म नजिक गर्दै आइदिन्छु ठाउँ चाहिँ हो कतिले मलाई चिनेकोले यहाँको बासिन्दाहरूले थाहा पाइसक्नुभयो होला कुन ठाउँ है त्यो ठाउँ हो क्लास जलाउने ठाउँ यो हो बच्चिना ओके र म तपाईँलाई इन्ट्रो गरेर सबै भन्छु ल यहाँ हेर्नुहोस् मान्छे जलेको अझै खरानी छ मान्छेकै खरानी हड्डी पनि देखाइदिन्छु म ल हड्डी देख्नुभयो त हड्डी र यो यस्तो हुनसक्छ अनि फेरि मान्छे लास लिनुभन्दा पहिला अगाडि यहाँ सुताउँछन् क्या यहाँ सुताएर यसो पूजा गर्छन् भन्छन् त्यस्तै गर्छन् लास्टमा अन्तिममा लिएर यहाँ लिएर हक्क चलाउँछन् अन्त्य ठाउँमा हामी आइसक्यौँ ल गाइस अरू चाहिँ हामी खोलामा आएर होइन यहाँ खानुलाई रेडी बनाउने सामग्री गरेर बोतल यो डेप्ची जुन टाउकोमा थियो अनि हल्का बल्छी सल्छी अनि हल्का यहाँ बाजेले पनि मार्नु भयो रहेछ होइन अनि हाम्रो फेरि सबै यहाँ आएर बसिन्छ नि त आज फेरि ठाउँ यो मैले एउटा थापिरहेको एउटा हेरौँ स्टेट पर्छ पनि अनि यतिमा थापिन्छ अनि फेरि म थापेको सो अहिले चाहिँ म होइन कपडा भन्न आएँ क्या बोतल थापेर आइसकेँ र हिजो हामीले यता थापेकोमा थापेको नि त्यही भएर हामीले यता थापेनौँ त्यही भएर हामीले यता तल थाप्यौँ र हेरौँ लेकिन डेप्ची 1 घन्टा पछि निकालौँ ल कति पर्छ र अब माछा मार्न बसिसक्नु भएको छ अङ्कल दाइ अनि खाना पनि लगाइसक्यो भन्नुहुन्छ अनि फेरि र मेरो बल्छी फेरि आँटासँग हाम्रो भाँचेर अनि खान्छ कि नै हेरौँ अब म खेलेको देखाउन चाहदिनँ किनभने अलि अप्ठ्यारो हुन्छ नि त त्यो खेलेको भिडियो गराउँदा त्यही भएर म सिधै तपाईँलाई माछा ल्याइरहेको भिडियो चाहिँ पक्कै देखाउँछु तपाईँको लागि वेस्ट गर्नु होला ल म पनि अब मलाई
बुझ्यो के बग्दिनु पऱ्यो खोलामा भनेर अलि बगिदिन्छु भने अब बल्छी अट्के भन्नुहुन्छ ल त्यही हो एकछिन अब म जान्छु खुसी कुरा के भन्दा है एउटा भोटी परिसक्यो सिधा त हेरिसक्नु भयो होला हल्का पल्टा अनि अर्को खुसीको कुरा के हो भनेपछि गाइस भनौँ र बाम हेर्नु त छोप्नु न बाम मलाई डर लाग्छ के बाम पर्दिएर है के भन्ने अब म यहाँ होइन बाम पर्दिएर ल गाइस बाम पर्दिएर गाइस बाम एउटा खाना ल बाम भित्र बस्छ तिमी अब गइछ होला भन्ने खाए अहिले को आएर भन्नु न म आएर भोलि मुझे 2 दिन पत्ता लिएर आने जाबती पानी परेर भने ठुलो परे है म त के हाले कि चापत त ए जुन हालिनु पर्छ क्या ल अगाडिबाट ल अब हेर्नुहोस् कति छैरल भनेर पानीसँगै हो ल ल ल ल ल ल ल अझै फसेको रहेछ माछा लट पनि आइसक्यो र एक सर्ट निकालेको होइन हामीले देखाउन पाएनौँ अनि माछा यहाँ देख्न सक्यो अझै पनि देखाएन एकचोटि देखाइदिनु ठाडै यो हाम्रो यस्तो ब्याड लक भयो कि होइन आज माछा मार्न यति मार्यो अरूमा बोतलहरूमा छ यति मार्यो होइन अनि के भयो भन्दा अर्को कुरा ठिकै थियो खेल्दै थियो के उल्टै बाढी भन्दैन पुरै पानी पनि पर्यो बाढी पनि आयो लाइभ बाढी हेर्नुहोस् लाइभ बाढी बगाइदिने भयो बोतल त यहाँ गाडीको बोतल दुईवटा बोतल निकालेकै छैन आयो यहाँ थिएन पनि यहीँसम्म आइसक्यो धमिला उताबाट झन् ठुलो पानी आउँछ अब माथिबाट नै आने होला बाढी माथिबाट त्यति ठुला हुनु यहाँ त पुरै गरे है मलाई उहाँ लिन जाने बेला मलाई बोका थियो जानै नसकेर मलाई सुत्दा पछाडि खिचेर त्यहाँ निकाल्दै मलाई पनि काट्दिनु र बल्ल माछा पर्छ यहाँ पर्छ त पुरान दाइ पर्छ पर्दैन कहाँ त पर्छ ए हामी खेल्ने ठाउँमा धन्नुहोस् माछा बगेर पुरै सो यही हो अब चाहिँ हामी उसको घरमा खोलाएर अब पानी पनि आयो एकछिन यतै बसेर घर जान्छौँ टाइम पनि कति भयो भन्दा धेरै नसम्म पर्यो यहाँ चाहिँ पानी फिस गरिरहेको टाइम कति भयो 3 बज्यो हामी आएको 10, 11, 12, 1, 2, 5 घन्टा आइछ बस यो अब हामी घर जान्छौँ हामी चाहिँ अहिले खोलामा फेरि माछा मार्न बसेको थियौँ र खोलामा बाढी सारी आएर फेरि पनि भाग्न पर्यो त्यसैले म भिडियो गर्न पाएन टाइम पनि भएन जाम जाने भए जाम के म जान्छु जाम के आज चाहिँ भाटा बजार अरे अनि बजार पनि जान थाल्यो हामीले फाइनली हामी निक्लेर 4 बजे 4:30 अनि हामी चाहिँ खास 4 जना भन्ने प्रेम होइन अनि हामी 3 जना आज चाहिँ मार्यो एकचोटि डिब्बाको माछा देखाइदिनु त हात दुखो मरद छ त हात त काम छ त सबै दुख यो बाटो है सुनसान अब यहाँ है यस्तो गरेर फेरि यस्तो जान्छ कता जान्छ त्यो भएर हो बाटो अलि लङ छ
बिचबिचमा कुरा गर्न पाइन्न। अनि अर्को कुरा के भन्न जान्छु भने म माछा छुटेको र माछा खान पनि पाएन, किनभने गर्छु भन्थे पाएन, काँटासाटा अड्केर उहाँ ठाप्दा भाइयो। अनि फेरि भारी पनि 81 आइदिएको के ठ्याक्क थाप्न गएको थापेको 2 मिनटपछि साट आइदियो। पहिला त तलबाट आयो, अनि फेरि के गर्ने अब जानै पर्यो। डौरी हो यो खुट्टा फाल्छ, यस्तो गर्छु माखसम खोलाले यस्तो गराइदिन्छ, के गर्ने निकाल्नै पर्यो बोतल। अनि गइदिएँ म त जे होस् निकाल्दै ल्याइदिएको गर्दिनँ माछा पनि हातमा अस्ति काट्नु जाने। अनि फेरि बिचमा म पौडी पनि खेल्न गएको थिएँ ल, माथि लग्न पाइनँ भल हल्का पानी सिमसिम परिरहेको थियो, पौडी खेल्न गइदिएको। हरिपकै खुट्टा हुन्छ नि त्यस्तो 2 खुट्टा त्यस्तो गराइदिएको त। यो औला नि त यहाँ बिचको यो औला त स्याट, अरू सब माथि यता नुङ्गेको। म त गएँ औला भनेर बाहिर निक्लेर बाम्रे जस्तो गरेर गराइदिएको। अनि कति मल्ल मान्छेहरू बजार गएर आने अगाडि हामी त जङ्गलको बिचमा अन्त डेप्चीमा गाइस पर्दै परेन माछा प्यालक। सबभन्दा दुःखी कुरा यो टाउकोमा बोकेर लिए परेन माछा यार। के चलाउँछ त ट्र्याक्टर? मार्ला यार के गरे त? अनि मलाई त्यस्तो लाग्यो नि त। अनि यही हो, अब बाटो चाहिँ लङ छ, चार्ज पनि धेरै छैन, हल्का गराएको भिडियो, किनभने यो चाहिँ दोस्रो भिडियो हो। अनि फेरि एक्कासी बाहिर आइदिरहेको थियो लास्टमा त भिडियो गर्नै बिर्सेँ। कस्तो ब्याड, कस्तो फेरि खुसी पो भयो रहेछ। म फेरि ट्याक्क निकालिदिउँ भनेर गएको है, त्योमा त माछा डबल रोटिरहेको। अनि फेरि आएको त अन्त हिँड्नै पर्यो अब आओ हात काटेर मरद दुख्छ त औ बाप्पा हो। फेरि पनि अघि के जङ्गलमा आइसक्यौँ हामी। यो चाहिँ बाटो हो ल, यो बाटो उता बाटो जान्छ, तर उताबाट चाहिँ त्यो बस्यो गाह्रो आएको त्यही भएर होइन। अनि म आँदै हिँड्दै टाउकोमा डेप्ची बोक्दै मन्जिल तारा छ पुग्न पर्यो घन्टा बिचमा। माछा मैले हेरेको नि माछा कति हो खै हेरिनै पर्यो। कतिजनाले खाने नि यति माछा? के गर्नु खाने गर्छ हामीले, तर माछा त गाई कुखुराले राम्रो खाइदिन्छ होइन। मैले खान्छु ल, म एक्लै खान्छु जस्तो लाग्छ यति माछा त। ओ ढल्क्यो म एक्लै खाइदिन्छु यो माछा। हो गाइस, म माछा गद्दारी गर्न चाहदिनँ, सबले मिलेर हाल्नुपर्छ ल। हुन्छ है गाइस, हामी त अहिले पहाड चल्दैछौँ ल। यस्तो अझ हेर्नुहोस् ढिकै खिच्नु ट्याक्सीम्यान उड्दिम भो शक्ति खेर नहालम भनेर नउडेको, कहिले हिँड्दिउँ भनेर हो नहिँडेको। अनि यसो कटेर त बाटो पनि आयो, घर पनि आयो, भिडियो पनि धेरै आयो।
भिडियो पनि लङ भइसक्यो यता घर मान्छेहरू बसेछन् आयो घर फाइनली हाम्रो गाउँ देख्नु सक्नुहुन्छ तपाईँलाई आफ्नो घर पनि देखाइ छाडे घर फेरि माथि पर्छ त्यो हाम्रो देखेको छ किन उता पर्छ र यो मेरो घर यो पुरानो अङ्कल घर भने त्यो गोर्खो घर पनि पर्छ कुखुराहरू यहाँ चरिरह्यो अनि ढेप्ची म्यान हो नि त म ढेप्ची म्यान अब टाढा माछा बनाउनु पर्छ चलिस अनि यस्तै घर आयो है अनि कस्तो छ कि यहाँ फ्री ल है त्यो त छ हामी माछा बनाउँछौँ गाई अब हाम्रो चाहिँ प्लान के भयो भने सिधा जो मारेको थियो हामीले त्यसलाई भाग लाग्यो भाग थोरै पर्यो खाल्ले त बल धेरै परेको थियो होइन थोरै पर्यो अनि यो ठुलोलाई चाहिँ छुट्टै भुटेर खाने गरेँ है अनि के अन्तमा के भन्न चाहन्छु भिडियो पनि धेरै लामो भइसक्यो दुखाइरहेछ क्या टुहान रहेछ जुगा लगाएको त है दुखायो तपाईँलाई बनाइसनाइ गरेर खाँदा भिडियो लामो भइसक्यो त्यही भएर भिडियोलाई आज यति नै गरौँ अघिको भिडियोलाई माछा मारेको छोपेको प्रोफेसनल बल्छीबाट छुटेको लाइभ देखाएन नबन्नु होला बाढी आएर मैले गर्न पाइनँ नपाएको कारण दुईचोटि बाढी आयो कि नि त तलबाट आयो फेरि माथिबाट त्यही भएर यति नै हो भिडियोलाई लाइक गर्नुहोस् कस्तो लाग्यो भिडियोलाई कमेन्ट गर्नुहोस् र अन्तमा रातो बटनलाई ट्यापबाट बटेर सब्सक्राइब गरिदिनु होला तब तकको लागि तन्दुरुस्त रहनुहोस् स्वस्थ रहनुहोस् जय नेपाल।